ल है चढ्यो है अब हामी चाहिँ मोक्पोदेखि छेजुदो 3 दिनको लागि टुर हिँड्यो छुसकमा कोरियाको छुसकमा हामी घुम्न जाँदैछौँ। हेलो भतिज के छ खबर? आराम कसैले हो नि मेरो दाइ? ल है मजाले घुम्नुपर्छ है त। यस्तरी हान्दाखेरि अलिक दामी आउँछ है भन्छ क्या ब्लगर साथीहरू त आउनु सर आउनु अनि यसो गरेपछि सेल्फी स्टिकै काम गर्छ क्या हातले अँध्यारो हुन्छ फास्ट खजेदेखिको याद आयो त खजे त जस्तो त रहेछ 2 वर्ष हान्यो नि होइन अब हामीलाई भोक लागेर यसो सिउतिर चामकमा के पाइन्छ कि यसो पेट पूजा गर्नाले हामी माटाभरि जाँदैछौँ। ल हामी चाहिँ अब मोक्पोदेखि छेजुदो प्रस्थान गरेको अवस्था हाम्रो पानी जहाज पनि अब छेजुदोतिर प्रस्थान गर्दैछ। यो चाहिँ हाम्रो रातिको दृश्य। ल विनोद दाइ अब लाग्यो नि त हामी त 2 किलोमिटर जति हिँडिसक्यो। ओहो समुद्रमा चाहिँ यस्तो चिसो हावा खाँदै यसरी रमाइलो गर्दै हिँड्नु पाउँदा त स्वर्गीय आनन्द पो हुने रहेछ त हौ। हामी चाहिँ छेजुदो आइपुगेको अवस्था बिहान अहिलेको किसमिस भएको छ सिप चाहिँ हामी चाहिँ छेजुदो पुगेर फर्स्ट हाम्रो भिजिटिङ प्लेस हो यो। हामी चाहिँ अहिले मर्निङ टाइममा भर्खर सिपदेखि उत्रेर थोरै आधी घन्टा जति बसमा आएर हामी यहाँ हामीलाई 30 मिनटमा यहाँ घुमेर फेरि बसमा आउनु भन्नुभएको छ। त्यसैले गर्दा हामी सर्टकट छोटो मिठो रमाइलो गरी घुम्नेछौँ है त। भयो सिपेर लडिएला फेरि ल है कोचहरू दिनु पर्यो। त्यसले चाहिँ हेर्दा नि त भिडियो हेरेर बिना यता हेर्नुहोस् है हर्स राइड पैसा लिन्छ होला है। ए रहेछ त्यो फाल्टै होला के हानौँ त हान्दा त यहाँ हुनेहरू चाहिँ हामी सबै गोर्खे नि हो। कोरियाको छुसकमा चाहिँ यसो हामी अहिले पाहाडतिर चढ्ने कार्य हुँदैछ। उकालो ल फाइनल्ली पुग्यो है त। ओहो
시장까지 못 올라가겠다 위험해서. 내려올 때. वास्तै भिरालो बाटो आम्मामा यहाँदेखि चिप्लियो भने एकदम डेन्जर छ एकदम ओह्रालो लागिँदैछ होइन रमाइलो भयो नि भतिस होइन एकदम रमाइलो भयो यसपालि छुसाकमा हाम्रो काका भतिस भतिसको भेट भयो एकदम खुसी लाग्यो विनोद दाइ हामी यस्तो जहिले जहिले मौका हो दिँदैन नि होइन हो नि एकदम रमाइलो भयो अब अझै 2 दिन घुम्नु छ होइन हाम्रो बाँकी दुई दिन एकदम रमाइलो गरेर घुम्ने हो कति बाक्लो आउँदैन हो रुखहरू त के हो यार हावा पनि छिर्दैन जस्तो छ है कति कति हिँड्नुभयो त्यो गुफा बाटो म त कति हिँडेको नि कुनै कुनै त आफ्नो जुन चाहिँ अँध्यारो भनेको त्यस्तो बदाम सुर भएर शीतल भएर ल विनोद 2 शब्द केही भन्नुहुन्छ के छ दुई शब्द खासै भन्नु त केही पनि छैन तर पनि 13 वर्षपछि हाम्रो दिनसँग भेट भएको 12 वर्ष भयो तपाईँको 10-12 वर्षपछि भेट भयो नि हाम्रो सरसँग अब 2013 मा हो स्कुलमा हामी उता हैन सुन्दारामा बस्यो होइन 8 जना ग्रुप थियो खुसी थुक्की भनेको त्यति हो हो अनि अब यहाँ सलनाल के अरे सबको छुट्टीमा चाहिँ यहाँ 2-4 दिनको लागि सेजुरो भन्ने टापुमा हो नमरे बाँचे ड्राइभरले साँचे होइन हजुर भेट हुँदो रहेछ नि त्यही त अब 2-4 दिन पछाडि फेरि आफ्नो गन्तव्यतिर लाग्नुपर्छ बोल्छु मेसेज च्याटिङ गर्छु भन्दा पनि एकछिनमा गर्छु भोलि गर्छु अब अर्को हप्ता गर्छु भन्छ 1 वर्ष बिचमा त्यस्तो छ टाइम मिल्दैन होइन बिबिसी परदेशी लागि बोल्नै पर्ने कुराहरू पनि बोलिँदैन कहिले हो नि धेरै कुरा समय ल तपाईँहरूलाई हामी चाहिँ आज हाम्रो फर्स्ट डे बल्ल स्टार्टिङ हुँदैछ अझै 2 दिन चाहिँ हामी यही एरियामा घुम्नेछौँ र तपाईँहरूलाई रमणीय स्थलहरूको तपाईँहरूलाई दृश्यहरू तपाईँहरू समक्ष हामी पस्किने कोसिस गर्दछौँ है प्रस्तुति राम्रो छ हाम्रो सन्तोष भाइको पनि अनि कोसिस हो अब यसो हाम्रो अङ्कलसँग नि अब टाढा टाढा छ हो नि। त्यति टाइम मिल्दैन तर उहाँलाई चाहिँ नजिक रहेछ मेरो त नजिकै पऱ्यो मेरो त नजिकै एरिया अब बोर्डर 2 घन्टाको 3 घन्टा होइन शनिबार आइतबार छुट्टी हुन्छ ल अब हामी चाहिँ होइन माथि पहाड चढेर घुमेर फर्किँदैछौँ अब यो साइडमा देखाउनु त अन्त यो साइडमा जाँदैछौँ एकदम रमाइलो जस्तो छ अब जाउँ हेरौँ बोटिङमा चढी बोटिङको व्यवस्था पनि छ जस्तो छ होइन यो के व्यवस्था हाम्रो लागि पनि व्यवस्था हो देखाइरहेको हुनसक्छ होइन अब यता एकपल्ट एकदम रमाइलो जस्तो छ त्यस्तै हो खै घोडा चाहिँ कता घोडा हो तल पहिले हुँदैन पछि फिल्ममै गएर होइन समुद्रमा छिर्नु राम्रो रहेछ एकदम एकचोटि त आउनै पर्ने ठाउँ रहेछ नि त एकदम एकचोटि चाहिँ मौका मिल्यो भने ल है अरू साथीहरूले पनि साथीभाइहरू यो भिडियो मार्फत चाहिँ तपाईँहरू भिडियो मार्फत चाहिँ हेरेर होइन साउथ कोरियामा बिहा गरेर हनिमुन एकैचोटि आउनु हो हामी त बिहा दिइहाल्यो अर्कोचोटिमा फेरि आउला के अरे चट्ट बारेर होइन हो होइन अब हाम्रो पनि छँदैछ नि टाइम छँदैछ फेरि अब हामी पनि अब टक्कसँग मौका मिल्यो भने मिसेसहरू बोलाउने होइन नेपालदेखि अनि टक्क फेरि घुमाउनु ल्याउने हो नि हामी पनि ठिक 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 ल है कोरियामा हुने साथीभाइहरू काम गर्दै हुनुहुन्छ भनेदेखि आउनै पर्ने ठाउँ चाहिँ छेजुदो रहेछ हामी पनि फर्स्ट टाइम आएको नछुटाउनु होला तपाईँहरूले पनि एकदम रमणीय स्थलहरू छ मनमोहक दृश्यहरू तपाईँ यहीँ भिडियो मार्फत हेर्न सक्नुहुन्छ
हामीसँग यसरी आउँदा 5 लाख मात्रै हो हो आफै आयो भने 10 लाख जति लाग्छ पर्सनल आयो भने धेरै खर्च लाग्छ तपाईँको यो जुन ग्रुपिङमा यस्तो हुन्छ ग्रुपिङमा यसरी आएको अहिले लोकेसन पनि सबै उहाँलाई नै खानु बस्नु अफोर्ड गर्नु सक्दैन एक्लैले गाइड पनि गर्छ पर्सनल आयो भने त ठाउँ पनि थाहा हुँदैन क्या पहिला कुरो कता गाडी चढ्ने के गर्ने त्यो दिनभरिमा एउटा ठाउँ मात्रै घुम्नु पाइन्छ होइन के हो त यता पनि जाउँ ल तल तल झर्ने हो र उता के साथी भयो त यो उमा खिचौँ न पर त्यो बोटिङ भएको थियो फेरि आएर त गयौँ होइन बोर्डिङ गर्नु पाइन्छ त होइन होला अहिले टाइम पनि छैन होला हामीसँग जाने हो त त्यसो भए तल यहीँसम्म मतलब बस्नु के भन्दैछ तलै जानु नसक्यो जानु हो एउटा फोटो हजुर यता यता एकतिर हाल्नु कस्तो यता पुगेर आउन त यहाँ विनोद यता पुगेर मान्छेहरूसँगै के ए एउटा निकालेर गेमहरूको रहेछ ल है यो चाहिँ कोरियाको एकदम पुरानो पुरानो घरहरू यस्तो थियो रहेछ पुरानो परम्परागत पुरानो घरहरू आज भ्रमण गर्ने मौका जोड्यो यो चाहिँ छेजुदोमा हो सिबोङ र मानबिरङको यो खरको छानाहरू यस्तो प्रकारको घरहरू थियो र अहिले पनि अब बनाउँदाखेरि त नसक्ने नजाने नै तर पुर्ख्यौली प्राचीन अवस्थाको आफ्नो ऊहरूलाई चाहिँ जोगाएर राख्ने कार्य चाहिँ भइरहेछ यहाँनिर पहिला यस्तै घरहरूमा बस्थ्यो कोरियनहरू पहिला नेपालभन्दा गरिब कन्ट्री अलिक विकसित भएर कहाँ पुगिसक्यो युरोप कन्ट्रीहरूले पछि पारेर विकासमा एकदम छलाङ मारेको अवस्था छ कोरियाले यहाँको सरकारले चाहिँ यसलाई कति मजाले चाहिँ तपाईँको प्रवर्धन गरेर संरक्षण गरेर राख्छ हेर्नुहोस् हाम्रोमा चाहिँ हो भने यो टक्क ढालेर टिनको छाना लगाइसक्यो बिल्डिङ ठडाउने हो त्यो सिस्टम आइसक्यो नि हेर्नुहोस् विकसित देशहरूमा यहाँको सरकारले नै हो यसरी गर्छ हाम्रो नेपालमा चाहिँ पहाडतिर पनि भ्रष्टाचार संरक्षण गरेर त्यस्तो छ तर अब जेन्जीले केही अब परिवर्तन ल्याउँछ है भन्ने अलिक झिनो आशा राखौँ भरोसा नपरौँ तर अब अलिकति तर्सियो होला नेताहरू भ्रष्टाचारीहरू भैँचालो त आइगयो नि अब दिने रहेछ त दनक स्टार्टिङ गरेर इन्डिङ अलिकति गर्न सकेन जेन्जीले मात्रै होइन त्यो सबै आयो क्या संसार मान्छे ओर्लियो क्या भ्रष्टाचारीले चाहिँ अब गर्ने अब त्यो पार्टीको पनि आयो होला होइन राम्रो मान्छे पनि आयो होला नराम्रो मान्छे पनि आयो होला पार्टीको मान्छे चाहिँ एउटा होइन के अरे दुश्मन अर्को पार्टी यसो यतातिर पनि फर्किनु पऱ्यो है कहिले कहिले चाहिँ घर धनीलाई पनि देखाउनु पऱ्यो नि होइन पहिला यो मेरै थियो पहिला अहिले चाहिँ मैले सरकारलाई डोनेसन तपाईँ अलिकति मनको एकदम के भन्नु ऊ भएको कारणले चाहिँ सरकारलाई चाहिँ होइन तपाईँको नाममा गरिब जनताहरूले चाहिँ अङ्कल त बिग्रियो कि भनिदियो कि ऊ त आज सबै मिलेर आएको हुने कस्तो भयो अङ्कल अस्ति उमा पनि जाँदाखेरि सबै बिग्रियो भने हाइस्ट ल्याएर अङ्कल कन्फिडेन्ट छ क्या अङ्कलको कन्फिडेन्ट चाहिँ एकदम मान्छु क्या अङ्कलको
ओहो 안녕하세요. यो पुरानो घरहरू है यहाँ अर्को के रहेछ यो अर्को छिमेकीहरूको घर रहेछ यहाँनिर ए होइन यो चाहिँ ऊ रहेछ हौ यो ढेकी जाँतो यो तोरी पेल्ने ऊ जस्तै छ है ओ के पेल्ने यो हाम्रो नेपालको ढेकी जाँतोहरू जस्तै है यो चाहिँ कोरियाको के हो धान त ढुट्याइहाल्छ ल यहाँ चाहिँ एउटा इनार पनि रहेछ कुवा काठमाडौँको हिटीहरू जस्तो पहिला थिएछ अहिले पनि पानीहरू जमिरहेको अवस्था 우리나라도 옛날에 이렇게 했어요. 이거 애기 잠들죠. 자랑. उनीहरू 똑같아요 उहाँ फुपूले चाहिँ भन्नुहुन्छ कि यो पहिला बच्चा बच्ची हल्लाउने कोक्रो है यो चाहिँ कोरियाको हाम्रो नेपालमा जस्तै रहेछ कोक्रो भन्छ कोक्रो कि काक्रो भन्छ त्यस्तो रहेछ ल आउनु नि यहाँ उहाँले चिनाउनुहुन्छ क्या सजिलो हुन्छ आउनु 이 집도 260년대. यो तगारो के भन्छ गोर्खाली गेट हो यो यस्तो नै खोल्ने रहेछ नेपालमा पनि यस्तै थियो अनि यसरी जाने फेरि बन्द गर्ने ताकि यो चाहिँ भित्र वस्तुहरू बाख्राहरू नचिरोस् भनेर चोर नपस् भनेर गेट हो गेट अहिलेको ल अहिलेसम्म यिनीहरूले समस्या गरेर राखेको पछि आफ्नो शाखा सन्तानहरूलाई आफ्नो इतिहास हिस्ट्री चिनाउनको लागि घरहरू एकदम संरक्षण गरेर राखेको रहेछ एकदम खुसी लाग्यो यस्तो चिजहरूको यस्तो कुराहरू चाहिँ हाम्रो नेपालले सरकारले पनि सोच्नुपर्ने आवश्यक देख्छु म ताकि भोलि गएर हाम्रो छोराछोरीले हाम्रो शाखा सन्तानले पनि हाम्रो पुर्खाहरूले यस्तो दुःख गरेर बसेको थियो यस्तो दुःख गरेर जीवन जिएको थियो भन्ने चाहिँ थाहा हुन्छ यो के हो भयो यस्तो 오빠 언니 모자 거꾸로 쓰면 안 이뻐. 이렇게 쓰면 안 이뻐. 바로 써 바로. 오빠도 마찬가지. 거꾸로 쓰면은 안 이뻐. 이렇게. हिँड्दै ऐनाहरू यहाँ सिधा भयो Iba Garden यहाँको कता यार त निस्के यहाँबाट निस्के इभा गार्डन हराइ गयो त ओ सेट जाऊ जाऊ त्यता ओहो ओहो ये दूसरा शीशा में थोड़े
यति नै रहेछ बत्तिस कता भयो आजको हाम्रो फर्स्ट डेको घुमाइ चाहिँ समाप्त भएको छ बेलुकीको खाना पनि खाइसकेर हामी चाहिँ अब सुत्ने रुमतिर लाग्दैछौँ अन्त विनोद दाइ आजको समग्रमा भन्नुपर्दा कस्तो रह्यो आजको भ्रमण भनेको आज हजुर फलदायक रह्यो हजुर कोरियाको विभिन्न किसिमका पुरातात्विक पौराणिक चिजहरूलाई हेर्न पाइयो अवलोकन गर्नु पाइयो ज्ञानका कुराहरू सिक्न पाइयो जान्न पाइयो कोरियनहरूले सिकाए अझै 2 दिन त घुम्नै बाँकी छ बल्ल 1 दिन सकाइयो है हाई हेलो नमस्ते अन्यवासे हो आज चाहिँ हाम्रो यात्राको दोस्रो दिनको यो बिहानको ब्रेकफास्ट हो हाम्रो लागि ब्रेकफास्ट चाहिँ रेडी अवस्थामा छ साथीहरूले आफूले के लिनुहुन्छ उहाँले तयारी गर्नुहुन्छ विनोद दाइ दरो लिनुपर्छ है भरे फेरि हल्लासान चढ्नुपर्छ भाडा त्यहाँ चाहिँ चाहिन्छ आजको यात्रा हाम्रो यहीँदेखि सुरु हुन्छ यहाँनिर तातो चिसो पानीहरू दिएर पिउनुहुन्छ कफीहरू यहाँ हाम्रो चाहिँ बेकरी आइटमहरू पनि रहेछ तपाईँहरूले इच्छा लागेअनुसार लिनु सक्नुहुन्छ हाम्रो चाहिँ ब्रेकफास्ट लिएर अब हल्लासानतिर जाने प्रस्थान हुँदैछ हाम्रो गाडीहरू यहाँ रेडी अवस्थामा छन् हामीसँग 6-7 वटा बस छ अब हामी हल्लासानतिर प्रस्थान गरियो है त आज गइरहेको छौँ हाम्रो बसहरू यहाँ छ अनि यो कोरियाको सबैभन्दा अग्लो पहाड होइन हल्लासान जुन चाहिँ दक्षिण कोरियाको छेजु प्रान्तमा अवस्थित छ होइन अब हल्लासान हामी चढ्ने तर्खरमा छौँ बसहरू अझै कति 2-3टा आउनु बाँकी रहेछ हाम्रो बसहरू कतिवटा छ यहाँ 5वटा भने चाहिँ 2टा हो कि आउनु बाँकी तर चिसो मौसम फ्रेस हावा चराचुरुङ्गीको चिरबिर आवाजहरू तपाईँले सुनिराख्नु भएको होला एकदम
हिँड्नुलाई चाहिँ थुङसान गर्नुलाई ट्रेकिङ गर्नुलाई चाहिँ एकदम राम्रो ठाउँ रहेछ। कोरियामा हुनुहुने साथीभाइहरूले एकचोटि चाहिँ अवश्य पनि यो ठाउँमा भिजिट गर्नु होला भन्न चाहन्छु। हजुर कस्तो अनुभव भइरहेछ भाइ? जन्त जान्न चाह्यो। अब गाह्रो भयो नि त, गाह्रो भयो। बोल्नै नसक्ने अवस्था भइरहेछ। हामी त बुकमा पनि पढेको होइन हल्ला हो। बारेमा त। बुकमा पढेको हल्लासनको बारेमा आज रियलमा आउनु पायो, खुसी लागिरहेछ। कति घन्टा लाग्छ हुन्छ होइन? होला हामी टुरी कता वर्ष अगाडि लाने? माथि पुगिसक्यो नि अरू त कहीँ नै छ त। होइन, हामी तल यसो अयाङसिलतिर बसियो। कोरियाको सबैभन्दा अग्लो पहाड होइन त भतिज, तर मेन चाहिँ यो होइन। मेनमा चाहिँ हामी जाँदा दिनभरि लाग्छ, त्यसले गर्दा हामी चाहिँ सानो पहाडमा चाहिँ चढ्दैछौँ। त्यहाँनिर सबै देखिन्छ अरे। त्यहाँदेखि ठुलो पहाडको दृश्य पनि हामी तपाईँहरूलाई देखाउने नै छौँ। हामीसँग टाइम पर्याप्त मात्रा नभएको कारणले गर्दाखेरि हामीले यो सानो पहाड चढ्नु बाध्य भएको अवस्था छ। 기다리지 마. सानो सानो बच्चा बच्चीहरू पनि जाँदैछन्। भतिज गाडी त भएको छैन नि? ए विनोदले के छ अवस्था? आनन्द महसुस भइरहेछ। हजुर, एक्सर्साइज पनि हुन्छ होइन? लाग्यो हल्ला सान्छ कि पारि त्यो माथिको टपमा। खास मेन हल्ला सान्छ माथि 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 अझै माथि अरे। तर हामी चाहिँ जानुलाई एकदम टाइम लाग्ने, गाह्रो हुने र समय पर्याप्त नभएको कारणले चाहिँ हामी चाहिँ यहीँसम्म मात्र होइन त विनोद हाम्रो गन्तव्य। हामी चाहिँ त्यहाँबाट गाडीहरू हाम्रो त्यहाँ छ। मेन हल्लासान चाहिँ त्यो माथिको पहाड हो। यहाँ माथि हो खास हल्लासान चाहिँ। अर्कोले घुमाएको थियो।
है यो चाहिँ कोरियाको छेजो प्रान्तको चिया बगान हो अरू त त्यस्तै हो यो चिया बगानमा चाहिँ कोरियालाई उछिनेको छ नेपालले किनभने योभन्दा राम्रो चाहिँ हाम्रो इलाममा उतातिर हाम्रो चिया बगानहरू योभन्दा राम्रो राम्रो देखियो बटुले अहिले चाहिँ होइन मैले पनि अब छेजु सौल बुसान पनि नजानु भनेको होइन तर बार बार किन एउटा ठाउँ घुम्ने नयाँ नयाँ ठाउँ घुम्ने हो नि होइन र त्यस्तो के अरे यस्तो भए हुन्थ्यो उस्तो भए हुन्थ्यो भन्ने त्यस्तो केही पनि छैन त्यस्तो छैन अब ग्रुपमा हिँडेपछि अब सबैको इच्छा चाहना पुरा गर्नु त गाह्रो पर्छ आयोजकलाई पनि अब ठुलो मासमा हिँड्दाखेरि अब सबैको इच्छा चाहना पुरा गर्नु अलिक असम्भव पनि हुन्छ कतिपय कुराहरू सानो कुराले आफूले नै सेक्रिफाइस गर्नु सक्नुपर्छ होइन चित्त बुझाउनु पनि पर्छ त्यो भन्न चाहन्छु म चाहिँ ल हस् धेरै धेरै धन्यवाद ल आज सेकेन्ड डे घुमेर आयो अब हामी सुत्ने खिचोक्सामा आइपुगेको अवस्था होइन यो तेलमा तारेकोहरू म त्यति खाँदिनँ कि यहाँ लगभग आधी घन्टा जति घुमेर त्यहाँदेखि हाम्रो अर्को डेस्टिनेसनमा फेरि घुम्ने प्रोग्रामै छ त्यहाँ घुमेपछि चाहिँ हामी दिउँसोको 1 बजे फेरि हाम्रो पान्जास चढेर मक्पु पुग्नेछौँ मक्पुदेखि चाहिँ कसै सौल जाने कसै मिरियाङ जाने आफ्नो आफ्नो बस रुट अनुसार फरक फरक दिशामा हामी छुटिनेछौँ ल यहाँ चाहिँ हाम्रो एकजना सर चाहिँ छालहरूमा भिडियो बनाउँदै हुन्थ्यो पानी एक्कासी बढेर जुत्ता खोल्नुपर्ने अवस्था आइपुग्यो ल है त अर्को हाम्रो साथी पनि एकजना छालहरूमा बनाउँदै हुनुहुन्छ पानीको छालहरू बढेको अवस्था छ अहिले फेरि जुत्ता खोलेर आउनुपर्ने अवस्था हुनसक्छ यहाँ चाँडो फर्किनु पर्यो आज हाम्रो छेजु बसेको तेस्रो दिन यानि कि अन्तिम दिन अब हामी आज लगभग यहाँको कोरियाको 1 बजे चाहिँ हामी छेजुदेखि चाहिँ हामी छुटिने होलामा छौँ ल है यहाँ समुद्रहरू तपाईँहरू देख्नुहुन्छ अहिलेको बिहानको लगभग 7 बजेको छ 7 बजेको समयमा हामी बिहान ब्रेकफास्ट लिएर समुद्रतिर यसो फ्रेस हुनलाई आएका छौँ रमाइलो दृश्यहरू तपाईँहरू समक्ष पस्किने जमर्को चाहिँ गरेको छु मैले अब हेरौँ कतिको सक्सेस हुन्छु त्यो अन्तिममा तपाईँहरूलाई एउटा सानो मिनी ब्लगको रूपमा तपाईँहरूले म प्रस्तुत गर्नेवाला छु यो चाहिँ मेरो जिन्दगीकै पहिलो अनुभव हुनेवाला छ है त ल त्यस्तो छ तपाईँहरूले देख्न सक्नुहुन्छ यहाँको दृश्यहरू यहाँ हाम्रो विनोद दाइ हुनुहुन्छ त्यहाँ पर भतिज पनि ब्लग हो कि भिडियो फोटो त्यो खिच्दै आउँदै जान्छ हामी उहाँ चाहिँ मेरो अब साइनो र दाइ पनि पर्नुहुन्छ र यसले त भाइ नै हो उहाँ मेरो भतिज ल है त अब यहाँ भतिजले पोचहरू दिँदै छ के पोच दिनु पर्यो भतिज पोच हो त्यस्तो दाइ क्यामेराम्यानमा चाहिँ दाइ हुनुहुन्छ अनि भतिजले पोजहरू दिइरहेको अवस्था ल विनोद दाइ छालहरू एउटा जस्तो यहाँ छाल आएको बेलामा त्यो गीत छ नि कसो हो छालहरू भन्ने क्या बत्ती एउटा छालहरू जाओस् न
छालहरू भन्ने गीत एउटा छ नि ए देऊ न देऊ यार हेट टेरेको यस्तो कला त देखाउने मौका हो नि त यो यति भइहाल्यो नि एकदम इन्जोय गर्नुपर्छ हाम्रो बिरन्दाले स्पिड बढाउँदै हुनुहुन्छ स्पिड 100 पे स्पिड लानु पर्यो एकचोटि पुरा रेसिङ हामी चाहिँ यो सिपमा अब फर्किनेवाला छौँ हामी त धेरै अगाडि पाइसकेको छ नि त दाइ है हजुर हो नि अब त के हो छोडेको छ नि त धेरै टाढो आवाज त नौडा यस्तो गर्छ नाच्नु पर्यो त्यो त्यो उता भतिजसँग भतिज यहाँ आउनु न भतिज दुईजना छिटो न
हो छिटो 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 दिनु न दिनु बिराट दिनु उता त दिन थाल्यो हो 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 दिनु अघि जस्तो ठिक छ उता केटी त जोस् के हुँदैन यतिको आउँछ आउँछ फेरि आउँछ है हावाले गर्दा नत्र आइसक्छ फेरि आउँछ फेरि आउँछ बाई बाई फाइनली म चाहिँ मेरो खिसुक्सामा मेरो अपार्टमा आइपुगेँ मेरो बसाइ चाहिँ यहाँनिर हो
थकान लागेर